अहिले चाहिँ हामी दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 11 मा रहेको यो मोतीपुरमा आएका छौँ। यहाँ चाहिँ भाइरल झुलुङ्गे पुल। यहाँ चाहिँ अहिले भर्खरैबाट केही दिनबाट चाहिँ बोट सञ्चालनमा आएको छ। यहाँ तल देख्न सक्नुहुन्छ बोट चाहिँ। योभन्दा 1 वर्ष अगाडि चाहिँ यो भाइरल पुलमा चाहिँ मान्छेहरू धेरै आउने गर्थे। अहिले चाहिँ त्यति त देखिँदैनन्, त्यही पनि बिदाको दिनमा चाहिँ अलिकति केही धेरै थोरै मान्छेहरू चाहिँ आइरहेको देख्न सकिन्छ। ड्याम बाँधेर देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ यसरी ड्याम बाँधेको छ। यो ड्याम बाँधेर चाहिँ पानी रोकेर हल्का पानी यता गइरहेको छ। अनि यता पनि त्यस्तै ड्याम छ। अनि यो ड्याम बाँधेर चाहिँ अहिले पानी रोकेर यहाँ चाहिँ बोट सञ्चालनमा आएको छ। तपाईँको के छ सर राय, कहाँ आउनु भएको छ तपाईँ? किन हाँसिरहनु भएको छ भन्नु न। हेलो सर, कहाँ कस्तो लागिरहेको छ तपाईँलाई भनिरहेको छु। ठिक छ, एकदम ठिक छ, दामी छ। दामी छ। बोट चढ्ने हो, सर हावा खाने हो। कता आउनु भएको छ त्यो बोट हेर्न? सर कस्तो लाग्यो तपाईँलाई यहाँको यो बोट सञ्चालनमा आएको रहेछ होइन? यहाँ चाहिँ एकदम उत्साहित हुनुहुन्छ आज बोट चढाउनलाई। हामीलाई यसो स्पोन्सर गर्दैछु। आज तिमी जति पनि 4-5जना ग्रुप सबैलाई स्पोन्सर भनिहाल्नु भएको छ। आज हामी चाहिँ अत्यन्तै खुसी छौँ। हाम्रो मिसन नारायण खनालज्यू, यहाँलाई धेरै धेरै धन्यवाद छ। त्यसको लागि धन्यवाद। यहाँले आज बोट चढाउने हामीलाई स्पोन्सर गर्दै हुनुहुन्छ। हो सर, धेरै धेरै धन्यवाद। एकदम मनका धनी मिसन नारायण खनाल। के नै छ र यो चाहिँ अति खुसी लाग्यो। ठिकै छ, जे कोस पर्यटक स्थल बन्न पनि रहेछ। यसमा चाहिँ खुसी छ। आफ्नै वडामा होइन अलिकति पानी पनि अहिले चाहिँ धेरै ठुलो देखिरहेको छ। यो ड्याम चाहिँ यता ड्याम बाँधिसकेपछि पानीको सतह चाहिँ बढिरहेको जस्तो देखिन्छ। यहाँ चाहिँ पुरै ड्याम बाँधिरहेको अवस्था छ। मान्छेहरू पनि एकदम भाइरल पुल हो यो। 1 वर्ष अगाडि चाहिँ यहाँ मान्छे हिँड्ने ठाउँ लगभग हुँदैन थियो। अहिलेको पनि बिदाको दिनमा अथवा कुनै दिनमा चाहिँ यहाँ मान्छेहरू चाहिँ आइरहेका हुन्छन्। अब यो बोटले गर्दाखेरि फेरि मान्छेहरूलाई चाहिँ यहाँ भित्र्याउने देखिन्छ।